क्या भाव कसरी हाँस लिएर यो लैजान यो बेकार यो खानु दिन्छ नभए तिमीले आफै दिन्छन् दिन त अब त आफैले अब त हामीले खुवाउने हो के खान्छ अब त जानु पर्दैन अब अर्को दिन्छन् सरेको हो बाबा अब अर्को दिन्छन् दिन्छन् दिनै पर्यो नि तिनीहरू दिन्छन् कि हाँस्नु त बाबा एकचोटि अब भोलि उसले त्यो सामान लियो भने यो त यहीँ छोड्ने होला नि यो त कहाँ लाने लाने त्यो त हाम्रो राम्रो कपडा छ नि त लिएको छ नि त यो लाउनु मन लागेन भने आफ्नो कपडा लाइन हुन्छ है कति पैसा लिउने हो त्यो दिने होला नि त्यहाँ चाहिँ मेरो त्यो उसमा त्यो ब्यागमा पैसा छ पैसाको टेन्सन नगर्नु क्या पैसा छ हामीसँग दिन्छन् होला नि दिन्छन् होला नि त्यतिकै त्यो ब्यागमा कति छ पैसा छैन छ नि पैसा कति छ त छ नि बस्ने हो जान दुख्यो यहाँ दुख्यो धोके होइन जान बिस्तारै टाउकोमा असर पर्छ हिँड्न सक्नुहुन्छ कि खुट्टा दबाइदिउँ खुट्टा दबाइदिउँ हिँड्दा केही हुनु होला नि त अलिअलि एक्सर्साइज हिँड्ने हो र पर्दैन अब जाने होला नि 15 मिनट कति बजेछ 2 बजे 22 23 भयो जाने होला नि भोलि जाने हो यहाँ अस्ति अलि दबाई भएको थियो भोलि मैले त्यति खासै बोलिनँ आज फटाफट जम्मै बनिसकेको छु हो सब छ अब झन् भोलि झन् राम्रो हुन्छ बाबा भोलि त अब खाइसकेपछि अब म झ्याप आउँछ के अनि के आउँछ हिजो आएको भएमा म खाए ऊ भयो के पछि आज त सब दिशा गरेँ ऊ गरेँ गर्ने भनेको अनि ल भनेर बिचरा तिनीहरूले नि जान दिए त्यहाँ गऱ्यो कसले लिएर गयो त दाइले होइन जाएन त्यो बुढीहरूले भनेको थियो एकचोटि दाइले लिएर जानुभएको थियो देउरी रहेछ त्यो ठिक्का यत्र छन् त्यो ल जानु नर्स बाबा नर्स अनि त्यहाँबाट त्यो उसमा त्यो लाटो त्यो अर्को के 16को ड्युटीमा पुरा चाहिँ त्यो चतरा हाले अनि खानु भनेर लाग्यो अनि त्यो आँटो रहेछ त्यो सालाको चाउलो हो मिठो हुन्छ नि चाउलो खानु अब अझ के खानु मन लाग्यो जुस खाने जुस खाने अनि फेरि ल्याइदिन्छ होइन हजुर जुस खानुहुन्छ अहिले खाने जुस खाने स्याउ खाने तिनीहरू दिन्छन् के स्याउ खाने है अहिले खाइसके भयो अब खाइहाल्यो नि के खानु मन लाग्यो रोटी खाने बाबा रोटी खानु मन लाग्यो
रोटी भोलि अब घर गएर बनाइदिन्छु भोलि घर भोलि घर गएर रोटी खाने रोटी मासु खाने खानु बाबा रोटी मासु गुम्बिङ खाने खाएपछि ठिक्कै खाएपछि त झन् धेरै ताकत आइहाल्छ नि बाबा होइन जति खायो त्यति ताकत आउँछ नि बाबा यहाँको त्यो यो गजरा खाएर हुन्न के यहाँ भन्ने मात्रै हो त्यो अब त्यो गर्दैन पहिला सुरुमा केही दिएन त्यहाँ मैले त्यत्तिकै लिकेर त्यहाँ यसरी यस्तै एउटा भाँडो त्यहीँ चप्प ल्याएर डप्प खाइदिएँ त्यहाँबाट उता लगाएर राखेँ उनीहरूले लगाएर राखेँ अनि त्यहाँबाट होस् भनेर अनि त्यहाँबाट मैले खाँदै खाइनँ थियो यत्रै भाँडो थियो तिनीहरूले यता बात्तै टाटे उता लगाएर उतैले राखी त्यहाँबाट मैले खाइनँ पानीको बोतल खान दिएन पानी त्यसले उता हटाएर उता राखी गिलास खानु बाबा गिलास आज भने टाटेको आज बस अब ठिक छ पेट दुखेछ र पेट दुखेछ किन त्यो भएर त्यहाँ नि टाँसेको छ यस्तै यहाँ टाँसेको जस्तो बाबा हाँस्नु त एकचोटि हाँस्नु न एकचोटि हाँस्नु न अघि हाँस्नु भने कसरी हाँस्ने घर गएर पुरा यहाँ पुरा नुहाउने हो घर गएर नुहाउने हो अनि त्यहाँबाट त्यसपछि मिठो मिठो खाइहाल्नु बाबा घरै बस्ने ठिकै हुन्छ क्या ठिक हुन्छ क्या टेन्सन लिने होइन ठिक हुन्छ बाबालाई